आवर च्यानल र आज चाहिँ म फेरि आएको छु एउटा नयाँ भ्लग लिएर। सो आज चाहिँ मेरो मामाको घरमा सराद थियो नि त। सो म चाहिँ आज फेरि आएको छु र मेरो घर चाहिँ स्ट्रिङर हो र म चाहिँ फेरि आएको छु र फेरि आउँदा चाहिँ आज हामीहरूले आएर यहाँ सराद गर्नुभयो। सरादमा हामीले रोटी खिरहरू खायौँ र त्यो खाइसकेपछि एकछिन हामीले रेस्ट गऱ्यौँ। रेस्ट गरेपछि हामीहरू चटपटे खाना गयौँ। अनि चटपटे खाना जाने बित्तिकै पानी परिहाल्यो क्या। पानी परेर चाहिँ हामी फेरि एउटा घरमा रुक्यौँ। त्यो चाहिँ मामाको खैको कसको घर थियो। अनि फेरि गाइस अब उहाँहरू चाहिँ जान आँट्नु भएको छ आफ्नो घर। सो इमोसनल होइन। अब सिडी चाहिँ हामीले अघि बुक गरिसकेका थियौँ र भने जस्तै सिटी आउँदैछ होला गाइस। त्यो सिटी भनेर हामी खुसी भएको थियो। त्यो सिटी होइन, यस्तै ग्रिन कलरको एउटा सिटी थियो र त्यो उता गएको छ। अब उहाँ यो सिटीलाई पनि हामीले उहाँको डेस्टिनेसनतिर पुऱ्याइसकेको छौँ। उहाँ कस्टमर लिएर जाँदै हुनुहुन्छ। घर जान आँटेको होइन। घर जान चाहिँ अब सिटी बुक गरिसकेको छ। बुक गरेको छ। अब चाहिँ हामीहरू अब अलिक टाइम लाग्छ होला, 2-3 मिनट जति। र हामी चाहिँ अब पुगिरहेको छौँ सिटीलाई। सो गाइस अब चाहिँ हामीहरूको सिटी आइसक्यो र हामी चाहिँ अब सिटीमा जान्छौँ ल। गाइस त्यो चाहिँ सिटी हो र गाइस अब यहाँ मलाई एक्लै भएर जान आँट्नु भएको छ दिदीहरू। गाइस धेरै इमोसनल छु र गाइस यहाँ चढ्न र गाइस यहाँ चढ्दै हुन्छ, यहाँ बाई बाई गर्दै हुन्छ। गाइस मेरो रियाक्सन यस्तो छ, यतापट्टि यस्तो भिड बनिसकेको छ। गाइस मलाई नरुनु भन्दै हुन्छ होइन। अब दिदीहरू भइसक्नु भएको छ। बाई बाई गाइस, दिदीहरू भइसक्नु भयो। एउटा गाइस अवस्था यस्तो भइसकेको छ। अब दिदीहरू गइसक्नु भएको छ र यतापट्टिको अवस्था यस्तो छ। र गाइस म चाहिँ यो कभर किन पक्रेको भन्दाखेरि चाहिँ मेरो क्यामेरा क्वालिटी यो कभरको यो ग्लासले गर्दा राम्रो आएको थिएन। सो मैले यो चेन्ज गरेँ होइन गाइस। अनि चेन्ज गरेर हल्का क्वालिटी इन्हान्स भयो होला। अनि गाइस म चाहिँ अहिले मेरो रियाक्सन कस्तो छ भन्दाखेरि चाहिँ म धेरै अहिलेको फेसभन्दा मेरो फेस चेन्ज भइसकेको छ। र गाइस यहाँ आउनु भएको छ, बस्नु भएको थियो, कति मजा आएको थियो। अब गइहाल्नु भयो दिदीहरू पनि, त्यस्तै भयो। अब म पनि फेरि दिदी घर अस्ति भर्खर गएर आएको थिएँ, त्यही भएर अहिले स्कुल कन्टिन्यू हुँदैछ। सो म जान पाइनँ। र अब नेक्स्ट टाइम म दिदी घर गएँ भने हजुर म भ्लग बनाएर अपलोड यो युट्युब च्यानलमा गर्नेछु भन्दै आजको लागि यति नै। हस् त, बाई बाई विथ दिस कभर। र गाइस अर्को भ्लग लिएर म छिट्टै नै आउनेछु। हस् त, जय नेपाल, बाई बाई।